हेलो सम्पूर्णमा नमस्ते। आज चाहिँ हामी रसुवादेखि काठमाडौँ जाने तयारीमा छौँ। बाइकमा जाँदैछौँ। बिहानको चिसो मौसम, टन्न ज्याकेटहरू लगाएर चिया खाएर हामी निस्क्यौँ। बिहानको झुल्के घाम लागिरहेको छ। आनन्दको मौसम छ। चिसो मौसम, बाक्लो तातो ज्याकेट, झुल्के घाम हिँड्न साह्रै आनन्द आइरहेको छ। अनि खाली सडक देखेर मैले भिडियो बनाउन मन लाग्यो। भिडियो बनाउन थालेँ म। सफा बाटो, खुल्ला स्वच्छ हावा, बिहानको झुल्के घाम हिँड्नको लागि साह्रै आनन्द आइरहेको छ। तिहारको लगत्तै पछि भएर होला यहाँ मान्छेको आवाज जावत एकदम कम छ। खाली सडक छ। परको डाँडा काँडा देखिने डाँडो ठाउँ साह्रै आनन्दको छ। बाटो सफा राम्रो, घरहरूको छेउछाउमा फुलहरू थरीका आकर्षक ठाउँ छ। हामी बेतिनी आइपुग्यौँ। हामी त्यहाँबाट नि अगाडि बढ्यौँ। आफ्नो गन्तव्य अगाडि बढाउँदैछौँ। हामी गाउँहरू पार गर्दै हामी अगाडि बढ्दैछौँ। जङ्गल रुखहरू बिरुवाहरू साह्रै रमाइलो छ। हामी शिवालय मन्दिर आइपुग्यौँ जस्तो लाग्यो। यहाँभन्दा अलिक तल चाहिँ हाम्रो रसुवाको सांसद मोहन आचार्यज्यूको घर छ। बिहानको झुल्के घाम, हल्का तातो तर चिसो मौसम, चिसो हावा साह्रै आनन्द लागिरहेको छ हिँड्नको लागि। अनि हाम्रो सांसद मोहन आचार्यज्यूको घरमाथि आइपुग्नु जस्तो लाग्यो मलाई। अब एकछिनमा उहाँको घर देखिन्छ जस्तो लाग्यो मलाई। यो चाहिँ हाम्रो सांसद मोहन आचार्यज्यूको घर। राम्रो छ, चिटिक्क परेको घर। डिलमा सबै देखिन्छ। यहाँबाट बेत्रावती पारीतिर देखिन्छ। आनन्दको ठाउँ छ। रमाइलो ठाउँ लाग्छ मलाई। त्यहाँबाट नि हामी अगाडि बढ्यौँ। हाम्रो सांसद सबैको दयालु हुनुहुन्छ। रसुवालीको मनमुटुमा बस्न सफल हुनुभएको छ। सबैलाई रोजीरोटी दिनुभएको भनेर सबैले भन्नुहुन्छ। दयालु हुनुहुन्छ भनेर सबैतिर पुरा हुन्छ। पुरा गरेको सुन्छु म। जङ्गलको बाटो हुँदै हामी अगाडि बढ्यौँ। सालको रुखहरू दुईतिर। बाइकमा हिँड्दा चिसो मौसम साह्रै आनन्द आइरहेको छ। यहाँबाट चाहिँ उता जाने बाटो चाहिँ हाम्रो माइती घर जाने बाटो हो। त्यो तल्लो बाटो बेत्रावतीबाट आएपछि यहाँबाट ठ्याक्क गइन्छ। त्यसपछि त्यहाँबाट नि हामी अगाडि बढ्यौँ। साह्रै धेरै केही नभएको स्वच्छ हावा भएको जङ्गल बाटो साह्रै आनन्द आउँछ मनमा। फ्रेस भइन्छ छुट्टै खाले। फेरि हामी बिहानको झुल्के घाम हिँड्न जस्तै आनन्द छ। आनन्द आइरहेको छ। त्यसपछि हामी यता बेत्रावती आइपुग्नु लाग्यौँ। हाम्रो चन्द्रशेखर लम्साल बुवाको घर आइपुग्नु लाग्यो जस्तो लाग्यो मलाई। त्यसलाई पार गरेर अगाडि बढ्यौँ। र यता बस्नुहुन्न जस्तो लाग्यो। बेत्रावतीतिर हामी अगाडि बढ्दैछौँ। एकछिनमा हामी बेत्रावती पुग्छौँ।
तल मान्छेहरू अलिअलि देखिन सुरु भयो। यो चाहिँ बेत्रावती घाटमा जाने बाटो हो। यहाँबाट कतिले बसेको हुन्छ। धार्मिक तीर्थस्थल हो बेत्रावती भन्ने चाहिँ। त्यहाँबाट नै हामी अगाडि बढ्यौँ। यहाँबाट भ्यूहरू हेर्नु साह्रै राम्रो छ, साह्रै सुन्दर। पारीको दृश्यहरू आनन्द हुने खालको बाटो, रातिलो बाटो, कालो बाटो, साह्रै आनन्द आइरहेको छ हामीलाई। त्यसको टेम्पोहरू चल्दो रहेछ। मलाई योभन्दा अगाडि थाहा थिएन, फर्स्ट टाइम देखायो हो मैले। हाम्रो गाउँतिर चाहिँ अहिले आफ्नो साधन नहुने मान्छेहरूले यस्तो टेम्पोमा उपयोग गर्नु हुँदो रहेछ। चौतारो आयो, गर्मीमा बस्नको लागि आनन्दको चौतारो भयो। हामी त्यहाँबाट नै अगाडि बढ्यौँ। चाहिँ बान्द्रे जस्तो लाग्यो मलाई। यहाँ चाहिँ आनन्दको ठाउँ छ। चारैतिर डाँडा काँडा देखिने, बिचमा सम्म ठाउँ छ, बस्नको लागि आनन्द छ। एकदम राम्रो खालको छ। व्यवस्थित तरिकाका घरहरू, बस्नको लागि आनन्द छ। यहाँबाट हामी अलिकति उता लागेपछि ढुङ्गे बजार देख्न सक्छौँ हामी। त्रिशुली ढुङ्गे बजार। बजारलाई क्रस गरेर अगाडि बढ्यौँ हामी। भिडियो आइसक्यो जस्तो लाग्यो। त्यताबाट नै अगाडि बढ्यौँ हामी। हामी ब्यारेकमा अगाडि आयौँ। त्यहाँ पनि आनन्दको ठाउँ छ बस्नको लागि। ब्यारेक क्रस गऱ्यौँ हामीले। यो चाहिँ रिसोर्ट हो। साह्रै राम्रो लागेर मैले भिडियो बनाएँ यताको। यता मात्रै देखाएर साह्रै राम्रो छ यो रिसोर्ट। त्यसपछि सललल बगेको नदी कति राम्रो छ, कति आनन्दित छ। फाँटहरू ठाउँ ठाउँमा यी धान झुलिरहेछ। ठ्याक्क धान पाक्ने बेलाका फाँटहरू साह्रै राम्रो छ, हेर्नको लागि आनन्दित छ। थानसिङ फाँट यो चाहिँ कति राम्रो छ थानसिङ फाँट। तर बर धान झुलिरहेको छ। साह्रै राम्रो लागेर मैले भिडियो बनाएको। यसरी पूजा गर्ने चलन रहेछ यहाँ चाहिँ।
कति राम्रो झर्ना छ त्यहाँ छरेबाट यता आएसीको झर्ना हो उकालो बाटो आएसीको झर्ना चाहिँ साह्रै राम्रो छ झर्ना। अनि यहाँ चाहिँ बाटोमा पूजा गर्ने चलन रहेछ एक्सिडेन्ट नहोस् केही नहोस् भनेर जङ्गलको बिचमा यसरी पूजा गर्ने चलन रहेछ यहाँ चाहिँ। यहाँबाट देखिने भ्यू साह्रै राम्रो छ एका जङ्गलबाट पारि गाउँहरू देखिन्छ साह्रै राम्रो। त्यहाँबाट पढ्यौँ हामी एकछिन बस्यौँ अनि सेल्फी डाँडा मान्छेहरू सबैजना सेल्फी लिने रहेछन्। यहाँ चाहिँ जङ्गलको बिचमा रहेको डाँडा साह्रै राम्रो पारिको भ्यूहरू देखिने साह्रै आनन्दको सेल्फी आउने भएर नै होला सेल्फी डाँडा भने। यो चाहिँ गुरुङगा साह्रै राम्रो छ यहाँ अर्ग्यानिक तरकारीहरू पाइने रहेछ यो अगाडि यहीँको लोकल तरकारीहरू ल्याउने रहेछ बेच्ने रहेछन् यहाँ अगाडि। हामी शिवपुरी गाउँपालिका आइपुग्यौँ। शिवपुरी नेसनल पार्क रहेछ शिवपुरी आइपुग्यौँ ठ्याक्क हामी अहिले चाहिँ। शिवपुरीको अरे चेक पोइन्टबाट नै हामी क्रस गऱ्यौँ। अझै बढ्यौँ हामी यहाँबाट चाहिँ ओह्रालो झर्नुपर्छ हाम्रो उकालो बाटो सक्यो अब हामी ओह्रालो झर्दैछौँ। त्यसपछि हामी चाहिँ ओह्रालो पुग्यौँ। मेरो बहिनीको घर यति नजिकै पर्छ त्यहाँ पुगेपछि मैले यहाँ आएपछि याद गरेँ मैले मेरो बहिनीको घर छ यहाँ भनेर तर बहिनीहरू नभए होला त्यहाँ बहिनी भएको भए सायद पसिन्थ्यो होला त्यहाँ यही अठ्याक्क अगाडि अलिकति तल पर्छ त्यो झुर बजार। राम्रो छ यहाँ बस्नको लागि आनन्दको ठाउँ छ। बनेश्वर माध्यमिक विद्यालय चाहिँ त्यसपछि हामी त्यहाँबाट नै अगाडि बढ्यौँ। हामी साङ्ला आइपुग्यौँ। यो चाहिँ साङ्ला चोक साङ्ला चोक। त्यहाँबाट नै अगाडि बढौँ हामी। यो चाहिँ नागपोखरी भन्छ यो ठाउँलाई राम्रो छ यो ठाउँ पनि। फुटु नागपोखरी बाटोमा भिडियो खिच्दै रमाइलो गर्दै गर्दै हामीले रसुवादेखि काठमाडौँ टेक्यौँ। शिवालय शिव मन्दिर आइपुग्यौँ। घर नजिकै आइपुग्न लाग्यौँ हामी। यसरी रसुवादेखि काठमाडौँसम्मको यात्रा रमाइलोसँग तय गऱ्यौँ हामीले आज र साह्रै रमाइलो भयो। बिहानको घाममा हामी ठिक्क 9